हजुर फेरि पनि म आइसकेको छु यहाँसँग जोडिनलाई अर्को भिडियो लिएर। आज हामी रियाक्सन गर्दैछौँ चलन ब्रोको भर्खरै युट्युबमा रिलिज भएको भिडियो। सो भिडियोको टाइटल रहेको छ दुर्गा प्रसाई रियल लाइफ स्याकर भन्ने भिडियोलाई लिएर आएको छु। सो अवश्य पनि मन पर्छ, जाउँ हेरिदिउँ है त। 2 वर्षभन्दा बढी भइसक्यो यो व्यवस्था फ्याल्छु भनेको कहिले हो? पनि मैले गरेको थिएँ नेतृत्व, त्यतिखेर मलाई राजाले ठुलो धोका दिनु। त्यही त यो पालि हजुरलाई कमान्डर बनाउनु भएको छ, राजालाई निराश नपार्नु होला नि। आमा कसम 1 फ्याक्छु 2 फ्याक्छु 3 फ्याक्छु मुखले मात्र भनेर हुन्छ। यहाँ त कति कन्फिडेन्ससँगले भन्दैछ, व्यवस्था गयो। साकार दाइले के भन्दै हुनुहुन्छ सुन्नु भयो? के भन्दै थिए? तपाईको पारा मलाई मनै परेछ नि। केमा चित्त बुझेको छैन? काम कम भयो, गफ बढी भयो। मैले के गर्नुपर्छ? खुकुरी हान्दै सबलाई माछ सिक्ने। जनताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदैछ। खुकुरी निकाल्ने टाइम आयो कि जाऊ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। खुकुरी बोक, माछ सिक्ने, देश डेभलप गर्नु। मैले मलाई साथ दिने हो हो। 15 गतेको आन्दोलनमा एक भएर लडौँ। नछस् मर्न तयार। तयार। अस्ति 15 गतेको आन्दोलन यसरी सुरु भएको थियो। Few moments later. के सिक्री हरादै? सिक्री हरा। आन्दोलन सुरु हुन नपाउँदै उहाँको सिक्री चोर्दैछन् हैन। पार्टीका सुन तस्करहरू यहाँ पनि आइपुगे कि क्या हो? आफ्नो सुनको ख्याल गर्नुपर्छ नि अलि। दादा भाइ होसै भएन। कानको मुन्द्रा अझै बाँकी रहेछ, त्यो चाहिँ अर्को आन्दोलन हो। अब 2 दिन लाग्ने म्याक भइहाल्यो मेरो भाइ। भयो काका धेरै नरुनुहोस्, केही पाउँदैलाई के गुमाउनै पर्छ। त्यही पनि कमान्डर दुर्गा प्रसाईले हजुरलाई सुनको ठाउँमा हिरा दिनुहुन्छ अरे। हिरा भनेको कोइलाको खातमा हुन्छ के? चान्सुकै होस् न, उहाँलाई हिरा दिएर सुनको भरपाई गरिदिनु पर्यो। जेलबाट निस्केपछि हिरा दिन्छु तिम्रो सबलाई। यता सुन चोरी भएर रुँदै हुनुहुन्छ, उता फेरि यही आन्दोलनको मौका छोपेर व्यापार गर्दै हुनुहुन्छ। यो बेच्न राख्नु भएको? अनि आजको दिनमा बेच्ने हो यो? कसले बेच्न दियो यो झन्डा? हैन बेच्न म आफै आएको हुँदैन भने जान्छु नि। हैन एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन? मिल्छ तर किन्नु पर्यो नि। यो किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व? ए झन्डा किनबेच गरेर देशको अस्तित्व मेटिन्छ? तपाईँ कुन पार्टीको मान्छे हो? म त के पनि होइन, म त यस्तो व्यापार गर्न आएको। त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुहोस् न बरु। एउटा दिन हुन्न मलाई ल। अब एउटा झन्डा फ्रीमै लग्यो क्या, किनेको भए पनि हुन्थ्यो नि, कति नै पर्छ होला र यार। व्यापार त हुन्थ्यो कमसेकम उहाँको। बेचेर लिन्छु भन्दै हुन्थ्यो, तर हामी नकिनिकन देशको झन्डा कसैले किन्छ? कसैले किन्दैन, किनकि यो झन्डा घाँस हो, उम्रिन्छ, टिपेर ल्याउने बेच्ने हो। आन्दोलनकारीहरू बिचरा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए। त्यही बेला कुन चाहिँले घरबाट लुकेर टियर ग्यास हान्दैछ। बिना कारण आँसु ग्यास हाल्न पाइन्छ? घरबाट आँसु ग्यास परायो, त्यो घर मालिकलाई पनि समात्नु। त्यसपछि काकाले जे हुन्छ भन्नुभयो थियो त्यही भयो, बङ्गलादेशी स्टाइल। होइन, घरबाट लुकेर अश्रु ग्यास हान्ने चाहिँ को रहेछ? प्रचण्ड ओली शेरे माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके यिनीहरू हुन्। रन्डीका बानेर हजुर मन लाग्दी नबोल्नुहुन्छ? मन लाग्दी पनि बोल्छन्, मन लाग्दी पनि गर्छन्। अब आन्दोलनकारी के भयो, चप्पल च्यात्यो? घर पुगेपछि त्यही चप्पल भेट्ने भयो तिमीले गालामा। हाटबटिनीमा लुटपाट मचिरहेको छ, भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ। काका यार आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्थ्यो नि त, झोलेहरूलाई जस्तो चोरेर खाइरहेको छ नि यार। यसरी आन्दोलन गरे भोक लाग्यो, यहाँ आयो खाना पायो। बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के थियो र, बङ्गलादेशमा खानै पाएको छैन। हाम्रो नेपालमा जति खान्छ खाओ न ल। फ्रीमा रुसलान भुड्का बोकेर हिँडिरहेका छन्। म खान्छु खसीको खुट्टा तर्खा बुढा अनि मोज गर्नुपर्छ। बेलुका गएर मोज त गरे यिनीहरूले, तर त्यो खाएको नपच्दै पुलिसले समात्दैछ। आज मान्छेहरूले मोज गरिरहेका छन् ल, हेर्नुहोस्। फलफुल बोकेर हिँडिरहेका छन्। थुक्क दिदी, तिमीलाई त लाज लाग्नुपर्छ। लाज लाग्दैन रन्डीको बान तिमीहरूलाई? अब भर्खरका केटाकेटीहरू जवानहरू त जोसो जोसमा गएर चोरे ठिक छ। अङ्कल यार हजुर त कपाल फुलिसक्यो, के हो? शेख हसिनाको धोती लिएर भागे चाहिँ, सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपी ओलीहरुका कट्टु लिएर जान्छन्। केपी ओलीको त गेट अगाडि पनि जान सक्नुहुन्न। साधारण मान्छे रुममा छिर्ने, ल्यापटप चोर्ने, त्यही त हो नि। तपाईँ यो काम नगर्नु, यो काम नगर्नु तपाईँ। हेर्नुहोस् उहाँले यो ल्यापटप लिनु भएको छ। यो राजाबाडी त होइन पक्कै, यो भिडमा मौका छोपेर चोर्न आएको चोरै हुनुपर्छ। होइन यसरी खुलेआम चोरी भइरहँदा कहाँ थियो प्रहरी? यो खोसेर ल्याउनु भयो। खोसेर ल्याए, उनीहरू मात्र किन सेफ्टी, हामी पनि सेफ्टी हो। पुलिसले आफ्नो सामान त जोगाउन सकेर रहन्छ, के समात्यो चोरलाई?
त्यो सिल्ड भन्दा पनि सक्नुहुन्छ भने पुलिसको बन्दुक खोसेर ल्याउनु न। मसँग गन छ क्या म्याच सिक्ने। अब त्यो बन्दुकले मान्छे त मार्नु हुन्न होला। पारासासँग जंगलतिर शिकार खेल्न जानुपर्छ अब। यो विदेशीलाई फेरि के को रहर हो आन्दोलनमा हिँड्न? स्वर्गलोक। चल बोजडी के You care about cause you care about dharma. Stand up for cow bachao. Guy bachao. चल you don't have to teach। हामी चाहिँ वैदिक सनातन, हामी चाहिँ हिन्दूको प्रतीक, शान्तिको प्रतीक हो। लेकिन एक सेकेन्ड हाम्रो ज्योतिषी पनि यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो? त्यो त बोलिङ प्र्याक्टिस गरेको। धर्मगुरु के हो क्या आरो यहाँ दुई चारवटा डल्ला फ्याँक्न पाएको थियो सन्दीप छ। सबैलाई सन्दीप लामिछाने बन्नु छ। केटाहरु बोलिङ गरे। चान्स पायो कि नेपालीले? अब ढुङ्गा हान्नु पर्छ यिनीहरूलाई अब। पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईहरु। बोला धक्कामुक्की नै गर्ने का? ग्राउन्डमा आउनुस् त एकपल्ट ग्राउन्डमा। हजुर यहाँ स्टेजबाट ग्राउन्डमा आउनुस् भनेर बोलाउँदै हुनुहुन्छ उता हजुरको मान्छेलाई पिटाइ छ पुलिसले। सालेको खोपडी तोड। जाऊ अगाडि जाऊ। मान्छे हाने छ जाऊ जाऊ। हजुर आयो भने हामीलाई बल्ल बलु छ। जाऊ। फेरि निकै ठुलो मात्रामा आफै गाडी भर्दै हुनुहुन्छ, प्रहरी भर्दै हुनुहुन्छ। नेपाल पुलिस आइज रन्डीको बाद लागि परेको छ। दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा सक्नुहुन्छ। प्रहरीका घेरा तोडेर अगाडि बढिराख्नु भएको छ। के हो काका ड्राइभिङ त कडा छ त। यत्रो मान्छेको भिडमा पनि कसैलाई ठक्कर दिनु भएन। पारासालाई पनि सिकाउनु पर्यो यसरी नै गाली चलाउन। हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ, गोली हानेको छ। त्यही त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि। अनि के हजुरले फेरि आफ्नो आन्दोलनकारलाई त्यसरी उकास्ने हो? लिडरले सुरु गरेपछि त अरूले गर्छन् त। यहाँ हामीले अहिले के गोली गठा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गर्न पाइने कि नपाइने? पाइन्छ तर हजुरसँग हतियार छ कि? हतियार छैन हामीसँग। हजुरसँग पो छैन होला त। उहाँसँग त रहेछ नि। प्लास्टिकको त होइन होला त्यो। पारेर एउटालाई रागो लडाए जस्तो लडाइदिनुहोस् न। फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो। यसले फाइदा कसलाई हुन्छ? न्यू खोजे पनि प्रचण्डको खुमलतारमै गएर भिड्ने हो। नहुने कुरा कहाँ भिड्ने हो? हद गर्न त भएन नि। भत्काइदे गर आगो लगाइदे मान्छे। आगो लगाइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ। केटा हो गएर आगो लगाइदे। जुन घरबाट लुकेर अस्लु ग्यास हाने त्यहाँ त आगो लगाए ठिक छ। अनि यो ऱ्यान्डम घरहरूमा गएर आगो चाहिँ किन लगाउनु? त्यहाँ फेरि के आवश्यकता थियो त्यहाँ? तेरो बाउले ल्याएको गाडीहरू चलाउँछ यस खातेहरू साला। रनमुन्डुको बिल्डिङमा आगो लाउने यिनीहरू हेर्नु। बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ। कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू। देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू। हाम्रो दुश्मनी देश खतम पार्ने गद्दारहरूसित हो। अब भनेको पुलिससित होइन। त्यो भन्दै मात्रै हो। ठुला मान्छेले बसेर हेर्छन् लास्टमा भिड्ने भनेको जनता र पुलिस। अबदेखि हिँड्ने होइन हामीसँग हिँड रे। पुलिसले के आफ्नो काम पनि गर्नु नपाउनु यार। के मार्ने खोज्या हो र? त्यो साधारण सिपाही मरेर के हुन्छ? अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ। केपीओले मार्ने हो? मार्दे है म जिस्काएन। तलवार हाना पनि खेल्नु त, बन्दुक हाना पनि खेल्नु त। डरा छ अहिले त। आगो लगाइदे केपीलाई भन्छु। केपी शर्मा ओलीको घर आधा हान्छ। घरमा छिरेर नेतालाई मारेनछन् पनि मलाई भन्नु। हजुर फेरि काट्ने मार्ने लड्ने मात्रै कुरा नगर्नुहोस् न यार। त्यसरी बन्छ र देश? म तिमीहरूलाई तताइरहेको थिएँ देश बनाउनको लागि। आन्दोलनकारी पनि त्यस्तै पुलिस पनि त्यस्तै। यहाँ त के हो? ख्यालमा 2 जनाको मृत्यु भइसक्यो।
हेर्नु त मैले मान्छे मार्नु पर्यो प्रचण्डको जस्तो 17,000 होइन 2 जना जसले आफ्नो ज्यान गुमाउनु भयो अस्ति उहाँको जिम्मा चाहिँ हजुर लिनुपर्छ रे त्यो भन्दैछन् आन्दोलनको कमान्डर त म हो नि हैन जसले यो कार्यक्रमको आयोजना गरेको घोषणा गरेको उसैले जिम्मा लिनुपर्छ आन्दोलनमा 2 जनाको मृत्यु भएको थाहा पाएर भाग्नु होला नि फेरि म महाकसम भाग्दैन भगवान कसम भाग्दिन Are you sure about that? होइन भाग्नु भयो क्या डराएर 0% डर हुँदैन किनभने डर के आगे जीत है माउन्टेन ड्यू डर की माँ की चूट गाडी स्टार्ट कर डराएर भागिरा यार कमान्डर भागेपछि कसले गर्छ नि अनि नेतृत्व गर्ने मान्छे र कमान्डर बोल्ने दुई सबैले घटना गर भने जनता लडाउने हुँदैन यो लडाइ अब जनता मर्ने हैन नि अब मर्ने पालो नेताको नरुनुस् हजुरले त आफ्नो हराएको सिक्री असुल गरिसक्नु भयो होला यतिखेरसम्म टिकटकमा लाइभ बस्नु हुँदो रहेछ भाइरल भएर तर जसको ज्यान गएको छ जो घाइते हुनुहुन्छ उहाँहरूको अवस्था के होला घरमा राजाको आन्दोलनमा राजाको छोरा चाहिँ थियो कि थिएन राजाको स्वास्नी चाहिँ थियो कि थिएन राजाको नाति नातिना चाहिँ थियो कि थिएन यो हामी जनता चाहिँ मूर्ख हो क्या राजा ल्याउ भनेको नाममा नाटक गरे हैन त यो बिचारा यहाँ विदेश जानुपर्ने मान्छे हामी राजा कोही चाहिँदैन हामीलाई कोही पनि चाहिँदैन दुःख मात्रै दिएको होइन यो सबै तपाईँको बेरोजगारीहरू छ नि जो 1000 रुपियाँको लागि तेल मासु भात खान नपाएकाहरू नभए व्यवसाय गर्ने मान्छे त उता भित्र गएर हेर्नु न व्यवसाय गरिरहेछ नि त सबले आफ्नो ठाउँमा यो राजा ल्याऊ देश बचाऊ भनेर के गर्न खोजेको देश अब राजा आउँछ अनि देश परिवर्तन हुन्छ राजा आए चाहिँ कुन सा चेन्ज हुने हाम्रो राजा आएर नेपाल स्विजरल्यान्ड हुने हो र भने कस्तो बुझ्दैनन् डर कि आगे जिते भाग्दै भाग्दैन म तपाईँहरूको अगाडि नै मर्छु भनेको मान्छे कहाँ भागेर भिडियो सन्देश पठाउनु भएको छ त्यो हेर्नुभयो होला नभए हेर्नुहोस् है What's up motherfuckers my डर लागेछ क्या म्याचिङले डर लाग्दैन त मुजी प्रचण्डलाई थर्काइरहेको छु तिमीहरूको लागि मुजी तिमीहरूको लागि प्रचण्डलाई थर्काइरहेको छु यार म्याचिङ मलाई कसैले मारिदियो भने के गर्ने भन्नु मलाई कसैले गोली ठोकिदियो भने के गर्छस् गन त छ तर मुजी 100 जना आयो भने त सक्दैन नि त एक्लै मलाई बचाइ अनि काका यार म भाग्दै भाग्दिन भनेको मान्छे किन भागेको के सुरागी पाएँ भन्दाखेरि त्यहाँ माथि छतमा साफसुतरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ मेरो कानको छेउबाट गोली गयो 3 कुनेमा पुग्दा कानको छेउबाट गोली गयो हजुर पनि यस्तो गरेर छल्नु भएको थियो कि ट्रम्पले जस्तो गफ पनि अलि हुने गर्नुपर्छ नि यार कमसे कम भेटेको ठाउँमा गोली हाल्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु म भागेको छुइनँ म नेपाल र नेपाली छोडेर म भाग्दिन भागेर गइसकेपछि म भाग्दिन भनेर हुन्छ कहाँ हुनुहुन्छ अहिले हुन चाहिँ तपाईहरु पिर नगर्नुहोस् म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु ओके गाइस भिडियो पनि सकिसकेको छ यहाँलाई मन पर्यो होला इन्जोय गर्नु होला र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई फलो गर्दै गर्नु होला र अर्कोचोटि चाहिँ कुन भिडियोमा म रियाक्ट गरौँ त्यो पनि कमेन्ट बक्समा लेख्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु जय नेपाल यहाँको दिन शुभ रहोस्